अब आउटिङ जाँदैछौँ कहाँ जाँदैछौँ भनिनु पर्यो हामी डेजर्ट खानको लागि योची त्यसपछि चाहिँ सिटी आज शनिबारको दिन नाइट भ्यू हेर्नको लागि जाँदैछु मुन कस्तो राम्रो देखेर चाहिँ हाफ मुन हेलो साथी भन्नुहोस् जवालाई कस्तो आयो अब हुँदा बुढालाई साथीहरूले के गर्न सकिन्छ अब यस्तो भइयो भने वुमेन इम्पावरमेन्ट हो के हो यो अनि साथी भन्दा चाहिँ के हुन्छ तपाईँलाई केही हुँदैन मैले के भने तिमीलाई के भनेको छु त छैन नि साथी यति बेला त तपाईँको साथीहरूसँग पुरा ग्याङमा गफ गर्दै बस्नुहुन्छ होला है विकेन्डमा सधैँ भेला हुन्छ मनपर्ने गीत बजाइदिनु भयो त मलाई थाहा छ नि त बुढीलाई कस्तो खालको गाना मनपर्छ धन्यवाद यस्तो गीत बज्यो कि मलाई तिहारको याद आइहाल्छ तपाईँले यस्तै गीत सुनिरहनु भएको थियो क्या यो सिरियल वाइज बज्यो त यस्तो गीतहरू त यस्तो गीत चाहिँ तिहारहरूमा नाच्ने गीतहरू हो क्या यो चाहिँ के हो नाइटमा नि झलल बोलिरहनु भएको छ त कसले ड्रेस चुज गरिदिएको फेरि त्यो पनि लोकेसन भेट्नु भयो भेटिसक्नु भयो कति डिस्टेन्स देखाएको छ 5 मिनट्स अहिले चाहिँ हामी युची खाने ठाउँमा आउँछौँ एकदमै भिड रहेछ त्यही पनि एकदम चिसो छ तर हामी धेरै खाँदैनौँ खासमा चाहिँ अब एउटा मात्रै खान्छु त्यही पनि थोरै खान्छु म्याङ्गोवाला म्याङ्गो थोरै मात्रै धेरै होइन है हाम्रो यो चिज चाहिँ यति भएको छ कुन चाहिँ फ्लेभरको खाएको थियो अहिले कुन चाहिँ खाएर हो लास्ट टाइम मैले स्ट्रबेरी फ्लेभर खाएँ मौसम यस्तो जाडो छ बाहिरको वेदर अलिक फ्रिज गराउने टाइपको छ खोकी लागिरहेछ त्यही पनि हामीले युची खाएर फर्किँदैछौँ यस्तो छ बिरामी भयो भने काम छैन जाडो टुपी ठाडो न सो प्रोपरली भन्दाखेरि अच्छा जाडो कान ठाडो घर जाऊ भने टुपी ठाडो हो ल भन्नु त होइन हाम्रोतिर त अर्कै भन्थ्यो हामी त तपाईँहरू अफ क्यामेरा भन्थ्यो तिमीलाई अनि हामी पार्कमै त हिँडिरहेछौँ त अनि अहिले हामी चाहिँ यता रन्डल मलमा छौँ अनि यहाँ चाहिँ के कस्तो स्ट्रेन्ज लाग्यो भनेको चाहिँ यो माथिको यो डल्लाहरू छ नि यो सब चराहरू हेर्नु न चराहरू हेर्नु न साथीसँग गर्नुपर्ने एउटा सल्लाह छ के सल्लाह छ भन न के सल्लाह छ भनिसियोस् त मलाई एउटा ब्याग किनिदिसियोस् के मार्दिँदा भा तिमीलाई के मार होइन बिग डब्लुमा राम्रो पाउँछ बिग डब्लुमा आउँछ के मार्को मैले रिजेक्ट हानिसकेँ एक राउन्ड हेरेर आइसकेको मैले त्यसो भयो भने भोलि म तिमीलाई बिग डब्लु लगिदिन्छु बिग डब्लुमा पनि राम्रै पाउँछ हो लेट्स सी तपाईँको
चाहिँ के हो थाहा छ तपाईँको मिज्यू हो मेरो पार्टनर सेम मिज्यू जे भन्यो भने भिडियो गर्नु चाहिँ छोड्दैन राम्रो पक्ष कुरो मोबाइल सोध्यो भने के गर्छ अब त भराउँदैन झ्यापमा हुन्छ यस्तो हो चिनामले कसैलाई छुँदैन इनकेस मसँग कोही मिस गर्यो भने म बाँकी राख्दिनँ त्यो कुरा चाहिँ हो उहाँले मलाई क्यासिनो किरायै लाने भनेर अहिले हामी क्यासिनोमा छौँ किनभने हो यस्तै हो खेल्ने क्यासिनो खेलाइरहेछ यहाँ पनि तर साथै मलाई यो ठाउँ चाहिँ मन परेन सेम यो काठमाडौँको ठमेल जस्तै हो यहाँ क्लबमा इन्ट्री हुनको लागि पनि कहाँदेखिको लाइन बस्नुपर्ने रहेछ अनि सब स्मोक गर्ने ड्रिङ्क गर्ने अब क्लबतिर छिर्दा कस्तो हुन्छ होइन मान्छेको आफ्नो आफ्नो लाइफस्टाइल हो त्यो अब हामी जस्तोमा युज टु छैनौँ नि त हामीलाई चाहिँ पिसफुलै मनपर्छ कि यस्तो हो अब सिटीले पनि अब नाइट टाइममा आउने भनेको किन आउने त भन्दाखेरि अब क्लबिङ लाइफ हेर्नुको लागि नै आउने हो क्या प्रायः जस्तो मान्छेहरू अनि अब त्यसले गर्दाखेरि त्यही हो भिडभाड हुन्छ त्यो भिडभाड मन नपराउनेहरूलाई त अब नआउँदै ठिक हुन्छ ओके ल अब चाहिँ हामी जान्छौँ